को गएर बसेको थियो अरे हाम्रो फुपूकी बहिनी गएर त्यतै यसले वारेपुङदेखि उतै लग्यो पनि यहाँ वारेपुङ गएको अनि वारेपुङले सिक्किम लग्यो अनि त्यही कान्छीलाई कि उसो केटालाई किन मार्छ केटाले मार्यो केटालाई सिक्किममै ए उसो खराब बानी थाहा पाए हालिदियो तर म त 9-10 वर्ष बस्दा केही गरेन कति राम्रो पञ्चायतीको अध्यक्ष घरमा बसेँ पनि अब इमानी देवी छाने कति इमानी काम गरे मात्रै भने त्यो मेच्याङको आदि त्यहाँ अरूले छुनु पाउँछ पाउँदैन केटी उता के छ इमानी छ यो ए इमानी छ काम गर्ने मान्छे त्यहाँ पनि तपाईँको नाम देवी थाने नै थियो देवी थाने पर्छ तपाईँ जो केटा कति छ नि त्यसो त ए धर्म त छ दिक्तेलको छ शिवाको छन् ए शिवाको पनि छन् धर्म त छ त केटा कति छ नि तर बेमान चाहिँ गर्नु भएन बेमान गर्नु भएन हालिदिन्छन् रङ्गीतमा लाउँछ रङ्गीतमा त देखिन टिस्टामा छ ए टिस्टामा चाहिँ हाल्छ टिस्टा खोला ठुलै छ त अरे धर्म त छैन त तमर जत्रै छ टिस्टा त्यस्तै हो ए बिताइहाल्यो हरियो भएर आएको सानो धर्म त छ त्यो माथि जङ्गुबाट आएको थियो जङ्गुबाट आएको टिस्टा ए जङ्गु त सिधै पर्छ कि के हो सिक्किमको माथि यो फाल्यो मुनिबाट आउँछ फाल्यो मुनिबाट ए फाल्यो मुनिबाट यता कहाँ आउँछ उता जान्छ ए उतातिर त्यहाँबाट होइन रङ्गीत जान्छ टिस्टा त पर कहाँबाट आउँछ नि ए टिस्टा उताबाट आउने हो उताबाट चाइनातिरबाट आउने रङ्गीत त अलि सानो त्यो डर्म त छ त्यो गेजिङदेखि माथिबाट तल घुम्छ पुलमा तर्नु पर्यो नि टिस्टा त भर अब सिङतामबाट आउँछ त्यो टिस्टामा चाहिँ सिङतामबाट आउँछ त्यो टिस्टा चाहिँ ए जोरथाङबाट आउने रङ्गीत दुईटा त ठुलो खोला छ कुन ठुलो चाहिँ रङ्गीत र टिस्टामा टिस्टा सोकिङको चाहिँ ए तल तर्दा त्यो पारी तर्दा त्यो तरेको रङ्गीत हो त्यो गेजिङबाट आएको माथि गेजिङ माथि अब कहाँबाट अब आएको रङ्गीत हो त्यो ए टिस्टा त माथि अब जङ्गुबाट आएको कहाँबाट आएको तल नि दाजु त्यो सिक्किममा त्यो चाहिँ अनि रम्फू गेटको खोला चाहिँ कुन हो त्यो रम्फूनिर त्यो तल रम्फू गेटको खोला उतै घुमेर जान्छ त्यही खोला दुईटा मिसेर तल उतै झर्दैन त कहाँ सिङपट्टि रम्फूमा रम्फू उतै घुम्छ नि त यताबाट ए यता घिचिङतिर आउँदैन नि उतै जान्छ गएको